नमस्ते, अन्यङासेयो सबैजना सन्चै हुनुहुन्छ। आज पनि म तपाईहरूको समक्ष पाठ 38 को छङ्गोलाई लिएर आइसकेको छु। म तपाईहरूको सर निरज बोहरा छेत्री। यस हाम्रो निरज सर युट्युब च्यानलमा तपाईहरू सबैलाई स्वागत छ। निरन्तर छङ्गो अध्ययन गर्ने क्रममा आज हामी 38 लेसनमा छौं। 38 लेसनको छङ्गो अध्ययन गर्नेछौं। यसमा आउनुस् के छ सँगसँगै हेर्नेछौं, सँगसँगै अध्ययन गर्नेछौं। हानगुगी छादोङछा सानाप छ कोरियन अटोमोबाइल्स कम्पनी है। अटोमोबाइल्स कम्पनी भन्छलाई कोरियन अटोमोबाइल कम्पनी हो। कोरियन अटोमोबाइल कम्पनीहरु जस्तो हामीले अटोमोबाइल कम्पनीहरु भनेपछि कसरी बुझ्नुपर्छ त भन्दा यो अलिकता स्क्रिन डार्क जस्तो देखियो है साथीहरुलाई। मलाई अटोमोबाइल कम्पनीहरु भनेको मतलब चाहिँ गाडी उत्पादन गर्ने कम्पनीहरु हो। गाडी उत्पादन कम्पनीहरुलाई चाहिँ अटोमोबाइल कम्पनी भनेर भन्ने गरिन्छ। यसको बारेमा अलिकता केही फरक र विशेष किसिमको चाहिँ छङ्गो छ। आउनु सँगसँगै अध्ययन गरौँ है त। हामी सबैभन्दा सुरुमा यहाँबाट सुरु गर्नेछौँ। छादोङछा सानाबुन अटोमोबाइल कम्पनी अथवा गाडी उद्योगहरु चाहिँ हानगुगी कोरियाको छुयो मुख्य संजाङ थोङनेक सानाबी भनेको विकासशील उद्योगहरु मध्येको विकासशील उद्योग। अब यसलाई एक संजाङ थोङनेकको अर्थ चाहिँ विकासशील उद्योग भन्ने अर्थ हुन्छ। अब यो विकासशील भनेर हामी भन्न चिन्न सक्छौं यसलाई। अब यसलाई सरस्वती हेर्यो भने चाहिँ संजाङको अर्थ चाहिँ नि वृद्धि विकास भन्ने हुन्छ। छुट्टै अर्थ हेर्यो भने वृद्धि र विकास भन्ने अर्थ हुन्छ है त। संजाङको अर्थ संजाङको थोङनेकको अर्थ चाहिँ के हुन्छ त भन्दा ऊर्जा अथवा चाहिँ नि शक्ति भन्ने हुन्छ हैन। शक्ति ऊर्जा यस्तो खालको चाहिँ अर्थ हुन्छ। तर हामी यसलाई चाहिँ कसरी बुझेको छ त भन्दा यसलाई चाहिँ हेर्ने विकासशील भनेर लाई चाहिँ विकासमा जुन चाहिँ सहयोग पुर्याएको छ नि विकासको कुराहरुमा त्यसो भएको हुनाले चाहिँ यसलाई चाहिँ हामी के भन्न सक्छौं त वृद्धि गर्ने क्षेत्र मध्ये अथवा विकासको क्षेत्र मध्ये भनेर यसलाई चाहिँ शक्ति तथा ऊर्जा क्षेत्र अथवा शक्ति क्षेत्र भन्छ यसलाई हैन। यसलाई चाहिँ हामी यसरी भन्न सक्छौं कि विकास क्षेत्र मध्येको विकास गर्ने एरियाहरु मध्येको अथवा उद्यम विकासशील क्षेत्रहरु मध्येको चाहिँ नि एउटा भनेको विकासशील क्षेत्रहरु विकासशील उद्योगहरु मध्येको चाहिँ साना बन्ने कम्पनीहरु मध्ये हानाइमिदा एउटा हो भन्छ। यसले भन्न खोजेको कुरा के हो त भन्दा कोरियाको अटोमोबाइल्स जुन छ कोरियाको चाहिँ गाडी उद्योगहरु छ त्यो गाडी उद्योग भनेको कोरियाको विकासको वृद्धि विकासको कोरियन डेभलपमेन्ट वा कोरियन चाहिँ राष्ट्र वृद्धि विकासको लागि चाहिँ नि एउटा महत्त्वपूर्ण शक्तिको रूपमा महत्त्वपूर्ण चाहिँ नि एउटा चाहिँ नि क्षेत्रको रूपमा रहेको छ एउटा भनेर यसरी भनेको छ हैन। हानगुगुन कोरिया चाहिँ सुछुरुन छोङसिमरो भने कोरिया चाहिँ सुछुल निर्यातमा केन्द्रित रहेर निर्यातलाई चाहिँ नि केन्द्र बनाएर अथवा निर्यातको आधारमा निर्यातको केन्द्रबिन्दुको आधारमा निर्यातलाई केन्द्रित बनाएर निर्यातको आधारमा भन्ने अर्थ हो। छादोङछा सानाबुन के यो अटोमोबाइल कम्पनी अथवा गाडी कम्पनीहरु चाहिँ सानाबुन खुजौनी निरन्तर रूपमा फाल्जन सिक्यो भनेको विकास गरेर फाल्जन आदा भनेको विकास गर्नु फाल्जन सिक्यो भनेको सिकिदा भने विकास गर्दै अर्थ हुन्छ। निरन्तर रूपमा चाहिँ विकास गर्दै इछन इसिप सामनेन यो भनेको 2023 सालको चाहिँ खिजुन आधारमा सेगे वोइ छादोङछा सेङसान खोकी थियसुन्दा भन्छ। 2023 को आधारमा चाहिँ विश्वको पाँचौं स्थानको चाहिँ गाडी उत्पादन गर्ने राष्ट्र बनेको थियो देश बनेको छ भनेर थियसुन्दा भएको छ भनेर भन्छ। छादोङछा सेङसान भनेको गाडी प्रोडक्सन हो। खुब भनेको राष्ट्र देश हो। थियसुन्दा भनेको भएको छ भन्छ। 2023 को आधारमा हेर्यो भने चाहिँ विश्वको पाँचौं गाडी उत्पादन गर्ने राष्ट्र भनेर दक्षिण कोरियालाई चिनिने रहेछ। इछनिसिप सामनेन 2023 सालको सेगे विश्वको चाहिँ नि छादोङछा सिजाङी भनेको गाडी चाहिँ नि गाडी बजारको कम्पनी
छादोङछा भनेको गाडी हो है, सिजाङ बजार है, गाडी बजार अटोमोबाइल बजार भनौँ यसलाई। अटोमोबाइल मार्केटको चाहिँ नि छमिड्युल भनेको हिस्सा अथवा यसलाई के भन्ने दर भाग भन्ने, हिस्सा भनेको बजारको हिस्सा, हिस्सा हिस्सा अथवा भाग हो यो है, बजार हिस्सा। बजार हिस्सा कति प्रतिशत हो प्रतिशत कति चाहिँ लिएको छ त भन्ने कुरा आयो। हेऱ्यो भने फोमेन हेरेमा इल्बोनी जापान चाहिँ इसिफुचम इल्फ्रोरो इल्वी भन्छ। जापान चाहिँ 29.1% चाहिँ प्रथम स्थानमा, प्रथममा चाहिँ जापान रहेछ है, प्रथम स्थानमा जापान अरे, जुन चाहिँ 29.1% छ यसको चाहिँ बजारको हिस्सा, बजार ओगटेको भाग, बजारलाई ओगट्ने भागलाई हिस्सा भन्छ, बजार भाग सेयर। युरोप चाहिँ इसिफसाचम खुफ्रो 24.9%, युई दोस्रो स्थानमा युरोप छ। सामिनन तेस्रो स्थानमा चाहिँ सिपछिल्चम खुफ्रोई छुङखुबिमे चाइना हुँदै, तेस्रो स्थानमा चाहिँ 17.9% को चाहिँ चाइना हुँदै, छमिड्युल भनेको चाहिँ हिस्सा दर, हिस्सा अथवा बजारको त्यो भाग, बजार ओगटेको चाहिँ भाग चाहिँ फाल्चम ओफ्रो भनेको 8.5% को चाहिँ हानगोगन कोरिया, दक्षिण कोरिया। सिपोचम इफ्रो इन मिगुगे इए ओइरुल छाची हाई सुविधा भनेर भन्छ। यसले के भन्छ त भन्दा यो हिस्सा अथवा यो भाग चाहिँ जुन चाहिँ भाग छ बजार ओगटेको हिस्साको हिस्सा, त्यो ओगटेको बजार ओगटेको हिस्सा चाहिँ 8.5% को चाहिँ नि दक्षिण कोरिया, 15.2% भएको अमेरिका, इए भनेको पछाडि, अमेरिका पछि 5औं स्थानमा छाचे आइसुमिदा भने ओगटेको छ, 5औं स्थान ओगटेको छ अथवा 5औं स्थानमा परेको छ, आएको छ भनेर भन्छ। यसले भन्न खोजेको मतलब के हो त भन्दाखेरि चौथोमा चाहिँ अमेरिका रहेछ, जुन अमेरिकाको यो बजार चाहिँ जुन यो सिजाङ छमिड्युल हेऱ्यो भने चाहिँ सिजाङ छमिड्युल भनेको बजारको हिस्सा हेऱ्यो भने चाहिँ 15.2% छ अरे अमेरिकाको। त्यो 15.2% चाहिँ बजारको हिस्सा भएको अमेरिका पछाडि, इए भनेको पछाडि, त्यसपछि है, त्यसपछि चाहिँ 5औं स्थानमा के गरेको छ त कोरियाले स्थान ओगटेको छ, जसको यो सिजाङ छमिड्युल हेऱ्यो भने चाहिँ बजारको हिस्सा हेर्ने हो भने 8.5% रहेको छ। यही कुरा बताएको छैन साथीहरु। आउनुहोस् सेकेन्ड प्याराग्राफमा हेरौँ। हानगुगी छुयो छादोङछा वैशादन कोरियाको मुख्य, छुयो भनेको मुख्य भनेको मेन है, यो थाहा होला साथीहरुलाई, तर भने पनि बुझ्ने भएको कारणले लेख्दा भन्दा मैले यहाँ भन्ने गरेको छु। छुयो भनेको मुख्य भनेको कोरियाको चाहिँ मुख्य छादोङछा भन्छ, मुख्य अटोमोबाइल कम्पनी अथवा गाडी कम्पनीहरु चाहिँ ग्लोबल क्याङजङ नेगुल फाताङरो, ग्लोबल विश्वव्यापी चाहिँ प्रतिस्पर्धालाई आधार बनाएर, विश्वव्यापी प्रतिस्पर्धालाई आधार बनाएर भनेको फाताङको अर्थात् ब्याकग्राउन्ड पनि हुन्छ, पृष्ठभूमि पनि हुन्छ, आधार हुन्छ, आधार मानेर हेन्जे वर्तमानमा सेगे सिजाङेस विश्व बजारमा सन्तोषगिन यखर हागु सुविधा अग्रणी भूमिका खेलिरहेको छ भन्छ। सन्तोषगिन भनेको अग्रपंक्तिमा, उच्च पंक्तिमा एकदमै अगाडि देखिने भन्ने हुन्छ, अग्रपंक्तिमा अथवा उच्च पंक्तिमा चाहिँ नि उच्च पंक्तिको यखाल भूमिका चाहिँ नि खेलिरहेको छ भन्छ। यखाल भनेको भूमिका खेल्नु। हानगुगे नन कोरियामा चाहिँ हेन्डे भनेको हुन्डाई है, हुन्डाईको गाडी, किया छादोङछा भनेको कियाको गाडी, केजिएम कोरियन कम्पनी, कोरियन चाहिँ नि यो कम्पनीको नाम केजिएम, हानगुग जिएम कोरियन जिएम, रिनो कोरिया आदि चाहिँ थाङान खियबी यिनले विभिन्न प्रकारका चाहिँ नि उद्योगहरू छन्। तर खुचुङ हेन्डे छादोङछा खुचुङ भनेको ती मध्येहरुबाट, तीनहरु मध्येमा हेन्डे छादोङछा हुन्डाई गाडी चाहिँ इसन इसिफसामनेन छादोङछा फान्मेराङ छ। तिनीहरु मध्येबाट चाहिँ नि 2023 को गाडी बिक्री, यो गाडी बिक्री चाहिँ नि मात्रालाई, क्वान्टिटीलाई, प्रतिशतलाई चाहिँ हेर्ने भने मात्रा हेर्ने भने सेगे सामिडुल छाछ्यान ग्लोबल खियबमिदा विश्वव्यापी रूपमा चाहिँ तेस्रो स्थान ओगट्ने चाहिँ विश्वव्यापी उद्योग, विश्व स्तरको उद्योग चाहिँ हो भनेर भन्छ। हुन्डाई भनेको विश्व स्तरको
कम्पनी हो जसले चाहिँ 2023 को गाडी बिक्रीको चाहिँ दरलाई मात्र ल्याइदियो भने तेस्रो विश्वको चाहिँ तेस्रो स्थान चाहिँ ओगटेको विश्व स्तरको कम्पनी भनेर भनेको छ साथीहरु है। ल अब फेरि यो चित्रहरु यी गाडीहरुका हुन्, सबै हुन्डाई किया सब हरेक गाडीहरुका हुन्। गाडी सबै गाडीको चित्र है त पछाडि अर्को हरफमा हेरौँ। ल एउटा हरफ बाँकी रहेछ। 한국이 자동차 기업들은 कोरियाका चाहिँ नि अटोमोबाइल कम्पनी उद्योगहरु अटोमोबाइल कम्पनीहरु अथवा चाहिँ गाडी कम्पनीहरु चाहिँ उद्योगहरु चाहिँ 최근 हालसालमा चाहिँ 전기차 इलेक्ट्रोनिक भेहिकल इभी भन्छ जुन चाहिँ विद्युतबाट चल्ने ब्याट्रीबाट चल्ने इभी ना अथवा सुसोछा भनेको हाइड्रोजन गाडी भन्छ हाइड्रोजन ग्यासबाट चाहिँ चल्ने गाडी खातकन जस्तो चाहिँ छिनवाङगेङ भनेको वातावरण मैत्री वातावरण मैत्री भने जस्तो प्रदूषण नगर्ने खालकोलाई चाहिँ वातावरण मैत्री भन्छ। धुवाँ ननिकाल्ने खालकोलाई वातावरण मैत्री भन्छ। यसलाई छिनवाङगेङ साधोङछा भनेको छिनवाङगेङ साधोङछा भने वातावरण मैत्री चाहिँ नि गाडीको क्षेत्र पुन्यावई भनेको क्षेत्रको चाहिँ खिसु छेबारे भनेको प्रविधि विकासमा खिसु प्रविधि विकासमा मानुन धेरै थुजा भनेको लगानी इन्भेस्ट धेरै लगानी चाहिँ नि आफू सुविधा गरिरहेको छ भन्छ। त वातावरण मैत्री चाहिँ नि गाडीको क्षेत्रमा चाहिँ अटोमोबाइलको क्षेत्रमा अटोमोबाइलको चाहिँ नि विकास र प्रविधिमा चाहिँ नि धेरै लगानी गरिरहेको छ भन्छ। छिनवाङगेङ छातोङछा फुन्यावी वातावरण मैत्री गाडी चाहिँ नि अथवा अटोमोबाइल क्षेत्रको अटोमोबाइल कम्पनीको क्षेत्रको चाहिँ खिसुल एक्सन भनेको प्रविधि विकास अब आधुनिक प्रविधिलाई चाहिँ फाताङहरु आधार मानेर हेन्डे छातोङछा वा हुन्डाई गाडी अथवा किया छातोङछानन किया गाडीले चाहिँ नि सान्यान इल्फन किडोल किचनहरु 2024 को फर्स्ट ट्राइमेस्टरलाई आधार गरेर अथवा पहिलो त्रैमासिकलाई इल्फुन्गी भनेको पहिलो क्वार्टर हो 3 महिनाको एउटा क्वार्टर हुन्छ। पहिलो त्रैमासिकलाई चाहिँ आधार मानेर छन्की छाप फान्ने शीर्षक यस भनेको चाहिँ नि इलेक्ट्रोनिक भेहिकलहरु चाहिँ बिक्रीको चाहिँ स्तरलाई हेर्यो भने चाहिँ सेगे विश्वको चाहिँ सावी वरुगिदो सुविधा भन्छ चौथो स्थानमा उच्च भएको छ बढेको पनि रहेको छ बढेर पनि रहेको छ बढेको देखिन्छ भन्छ। त्वान साथै मेरे छादोङछा खेसुरी यक्सिङ भनेको भविष्यको चाहिँ गाडी चाहिँ अथवा अटोमोबाइल प्रविधिको चाहिँ नि आधुनिक प्रविधिलाई चाहिँ आधुनिक प्रविधि जस्तो छायुल स्विङ भनेको स्वचालित गाडी खिसुरी प्रविधिको स्वचालित गाडी प्रविधिको यनको भनेको यो अनुसन्धान अथवा खेबार विकासमा पनि गरेको छ। त थुचारु आकिजी अनको सुविधा भन्छ थुचा इन्भेस्टमेन्ट चाहिँ नि नबचाएर गरिरहेको छ। आकिजी अनको भनेको सेवै नगरिकन जति हुन्छ लगानी गरेको छ भन्छ। आजलाई यति गरौँ साथीहरु, मिनिङ हेर्नु होला, नबुझेको कुरा कमेन्ट गर्नु होला, फेरि हेरौँला। धन्यवाद। खामसामिदा।